आरसीबी अब म सुरुदेखि नै हो जबदेखि आइपिएल हेरिरहेको छु किनभने सुरुदेखि नै विराट कोहली मलाई एकदम मन पर्थ्यो सो मेन रिजन आरसीबीलाई सपोर्ट गर्नु भनेको विराट कोहली नै हो सो अहिलेसम्म लोयल छु म आरसीबीसँग र होपफुली अगाडिको दिनमा पनि लोयल नै रहनेछु हजुरले आरसीबीलाई भन्नुभयो सपोर्ट गर्न थाल्नु भएको धेरै नै वर्ष भइसक्यो होइन अनि आरसीबीसँगको सबैभन्दा मेमोरेबल मोमेन्ट चाहिँ हजुरको के हो यो टाइममा मेमोरेबल इयर हुन्छ नि मेमोरेबल इयर अब उनीहरूको क्रिकेट हेर्नु भयो भने हरेक सिजन उनीहरूले राम्रो क्रिकेट खेलेको छ तर अब केही न केही नमिलेर चाहिँ फाइनल चाहिँ उनीहरूले जित्न सकेन र एउटा बेस्ट पार्ट चाहिँ के थियो कि विराट कोहलीले एक्लै त्यो खेलिदिरहेको थियो कि हरेक सिजनमा एक्लै लिएर गइरहेको थियो कि टिमलाई अनि एउटा सिजनमा त रन पनि बनिरहेको थिएन विराट कोहलीको स्ट्रगल गरिरहेको थियो र यो सिजन चाहिँ मलाई त्यो भित्रबाट नै फिल आइरहेको थियो कि मैले हो जित्छ यो पालि जित्छ जसरी पनि जस्तो फिल भइरहेको थियो सुरुमा सोध्ने बेला कसको सपोर्टर म भन्थेन कि आरसीबी कस्तो लाग्थ्यो कि अनि म भन्थेन कि र यो पालि फाइनली जित्यो र यो पालिको टिम उनीहरूको एकदम ब्यालेन्स देखिरहेको थियो सुरुदेखि नै जब सिजन स्टार्ट भयो उनीहरूले जसरी क्रिकेट खेलिरहेको थियो त्यो देखेर नै फिल भइरहेको थियो केही न केही हुन्छ यो पालि जितेपछि कस्तो लाग्यो जितेपछि त अब म खोजिरहेको थिएँ मान्छेहरूले सोधोस् कसलाई सपोर्ट गरिरहेको थियो अब चाहिँ सोधोस् कि बिग रिलिफ एउटा आरसीबीले फाइनली जित्यो